यो चाहिँ मिनी ब्लग। अब मेरो पनि ब्लग हुन लागेको छ। फाइनली हामी फुङमुङी झरनामा जाँदैछौँ एकछिनमा। यो तरकारी पनि रहेछ कि वर्ष फलिरहेको रहेछ बाटोमा। हाम्रो साथीहरू चाहिँ अगाडि हिँड्दैछ दुईजना। अब हामी केही समयमा मिक्वा खोला गाउँपालिका साँबामा रहेका फुङमुङी झरनामा जाँदैछु। यो चाहिँ ताप्लेजुङको सुनको घारी हो, अलैँची भनेर चिनिन्छ। अलैँची घारी हुन्छ यतातिर। फाइनली उफ साथीहरू हिँड्दैछ अगाडि। केही समयमा पुग्छ हामी। झरना अलिअलि देख्न थाल्यो। केही समयमा झरनाको दृश्य हेर्नेछौँ। बाटो चाहिँ यो पछाडि देख्नु भएको छ नि, त्यही बाटो आउने हो। यस्तो बाटोमा छ, सिधै बनाएको। हिँड्दैछौँ हामी, साथीहरू अगाडि हिँड्दैछ। ल झरना अलिअलि देख्न थालेछ। फाइनली हामी झरनामा पुग्न लाग्यो। केही समयमा पुग्नेछौँ। अनि हल्का पानी पनि परिरहेछ यतातिर। ल अब हामी झरनामा आइपुग्यौँ है। झरना यो हो झरना।